हेलो नमस्ते छाजाको साथीहरू, स्वागत छ यहाँलाई मेरो नयाँ ब्लगमा। आशा छ यहाँहरू सबैजना सन्चै आरामै हुनुहुन्छ। म पनि एकदमै सन्चै आरामै छु। आज हो पुस 15 गते, तमुहरूको महान पर्व लोसार पर्व चाहिँ हामी मनाउन जाँदैछौँ। यो लोसार पर्व चाहिँ हाम्रो गुरुङहरूले चाहिँ नयाँ वर्ग परिवर्तन अथवा नयाँ सालको रूपमा चाहिँ हामी मनाउँदै आइरहेका छौँ। आजदेखि 2082 सालदेखि चाहिँ तलो अर्थात् लो भनेको चाहिँ हाम्रो वर्ग भनेर चिनिन्छ। हाम्रो घोडा वर्ग आजदेखि चाहिँ सुरु हुँदैछ। हामीले लोसार चाहिँ सबैजना यसरी सांस्कृतिक ड्रेसहरू लगाएर चाहिँ सबैजना एक ठाउँमा जमघट भएर माया सद्भावहरू साटासाट गरेर चाहिँ नाचगान गरेर रमाइलो गरेर खाइपी गरेर चाहिँ लोसार चाड मनाउँदै आइरहेका छौँ र आज पनि हामी त्यसै नै गर्नेछौँ। अब जाउँ है त, आज अब लोसार कस्तो हुन्छ तपाईँहरूलाई म देखाउँछु है त। ₹7,155 रमेश गुरुङज्यू उसको कोही हुनुहुन्छ भने यो ग्रहण गर्नु पर्यो समयको मध्य लाग्दै। ओरिजिनल म्युजिकहरू चाहिँ राख्न नमिल्ने भएको भएर मैले यस्तो डान्सहरूमा चाहिँ ठाउँमा म्युट गरेको छु। अब हामीलाई चाहिँ एकदमै रमाइलो भइरहेको थियो, इन्जोय गरिरहेको थियौँ। हजुरहरूले पनि यतिकै हेरेर पनि इन्जोय गरिदिनु होला। रमाइलो छ है त भिडियोहरू। यहाँ हाम्रो भाइ बहिनीहरूले प्रस्तुत गरिराख्नु भएको नृत्यलाई चाहिँ सोरठी नृत्य भनिन्छ। यो चाहिँ हाम्रो नेपालको गुरुङ समुदाय र मगर समुदायहरूमा चाहिँ एकदमै प्रचलित नृत्य हो, जुन चाहिँ पौराणिक कथाहरूमा आधारित हुन्छ। यो चाहिँ लोकनाटक जस्तै खालको हुन्छ। पछिल्लो समय चाहिँ यो सोरठी नृत्य अलि लोप हुँदै गइरहेको कारणले गर्दा यस्तो खालको सांस्कृतिक कार्यक्रमहरूमा चाहिँ यो नृत्यलाई जगेर्ना गर्ने उद्देश्यले चाहिँ नृत्य गर्ने गरिन्छ।
यो मञ्चे बजार डिस्प्लेको लागि हजुरले राम्रो लागेमा यहाँ आर्थिक सहयोग पनि गरिसक्नुहुन्छ यतापट्टि साइड पनि देखिरहेको छु काफी सहयोगी दाताहरू भिड भइरहनु भएको छ अरूलाई पनि जेबतिर हालेको देखिरहेको छु मैले काफी मान्छेहरू आइरहनु भएको छ र मैले फेरि पनि भन्न चाहेँ उहाँहरूलाई आनन्ददेवी पञ्चे बजारसम्म लेकबैसीबाट उहाँहरू आउनुभएको छ लेकबैसी कति बेला आउनुभयो ए भ्लग भइरहेछ हेलो के भन्नु ल ह्याप्पी लोसार सबै
माथिको सबै त्यो त अलिक नभनौँ होला। अब चाहिँ हामी फर्किनु लाग्यो हिँड्दै हिँड्दै बाटोमा रमाइलो हुन्छ हिँड्न भन्नु तर गाह्रै हुन्छ कि क्या हो। मेरो दाँत फोहोर भयो अनि ब्रस थोरै गर्नुपर्छ भनेर मैले चिदम मागेको चिदमले यताको सबै फोहोरहरू टिपटाप पारेर लैजान्छ कि त्यो गर्दा किन सानो त्यही भएर म त